नमस्कार साथीहरू, आज म पुगेको छु दार्चुला जिल्लाको लेकम गाउँपालिका वार्ड नम्बर 5 मा। विकट भूगोल, चुनौतीपूर्ण अवस्था र सीमित अवसरका बीच पनि आफ्नो मेहनतले सफलता लेखिरहेका एक प्रेरणादायी किसानसँगको भेट। उहाँ हुनुहुन्छ पदमसिंह बोहरा। धेरै वर्षदेखि सुन्तला खेती र नर्सरी व्यवसायमा निरन्तर लागिरहनुभएका उहाँसँग आज 300 देखि 400 भन्दा बढी फलिरहेका सुन्तलाका बोट छन्। यति मात्र होइन, उहाँको नर्सरीबाट उत्पादन हुने सुन्तला, मौसमी, अनार लगायतका विभिन्न फलफुलका बिरुवाहरूको माग दिन प्रतिदिन बढिरहेको छ। सयौंको संख्यामा बिरुवाहरू बिक्री भइरहेका छन्। आज म पनि आफ्नो बारीमा लगाउनको लागि 2-4 बोट लगाउँ भनेर उहाँको नर्सरी फार्ममा पुगेको छु। उहाँ यति व्यस्त हुनुहुन्छ कि उहाँले खाना खान समेत समय मिल्दैन र अहिले मैले यहाँ पुग्दा पनि उनी नर्सरी फार्ममै बिजी छन्। यति धेरै सुन्तला, मौसमीका बोटहरू देख्दा म अचम्म नै परे। उहाँसँग बसेर विभिन्न कुरा गर्ने र उहाँसँगको कुराकानीको भिडियो पनि बनाउने सोचमा थिए, बट यो सम्भव भएन। उहाँ बिजी र हामी दुईजना मात्र भएको हुनाले पनि क्यामेरा समाउने मान्छे नभएको कारणले मैले मात्रै खिचेर केही जानकारी दिन चाहेको छु। उहाँको नर्सरी घुम्ने क्रममा मैले पनि सुन्तला, मौसमी, अनार लगायतका केही बिरुवाहरू लिए। केही दिन अगाडि नै मैले खाल्डो तयार गरेको थिएँ, त्यसैले आज बिरुवा रोप्दैछु। बिरुवा रोप्दा खाल्डोमा कुहिएको गोबर मल र माटो राम्रोसँग मिसाएर जरा नटुट्ने गरी बिरुवा रोप्नुपर्छ। त्यसपछि माटोले राम्रोसँग पुरेर आवश्यक मात्रामा पानी हाल्नुपर्छ। सुरुदेखि नै सही तरिकाले हेरचाह गर्न सकियो भने बिरुवा स्वस्थ तथा भविष्यमा राम्रो उत्पादन दिन सक्छ। आजभोलि धेरै युवाहरू विदेशिन बाध्य भइरहेका छन्। विदेश जानु गलत होइन, तर अवसर आफ्नो गाउँमा पनि सिर्जना गर्न सकिन्छ भन्ने जिउँदो उदाहरण हुनुहुन्छ पदमसिंह बोहरा। उहाँको मेहनतले प्रमाणित गरेको छ कि इच्छा शक्ति, धैर्य र निरन्तर परिश्रम भए आफ्नै माटोमा पनि सुन फलाउन सक्छ। यदि घर वरिपरि खाली जमिन छ भने कम्तीमा एउटा फलफुलको बिरुवा आजै रोपौँ। सायद यही एउटा बिरुवाले भोलि तपाईको भविष्य बदल्न सक्छ। यस्तै प्रेरणादायी कृषि तथा पशुपालनसँग सम्बन्धित वास्तविक कथाहरू हेर्न चाहनुहुन्छ भने हाम्रो च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद।